झ्यामै आइपुग्यो त बस ल एकदम राम्रो तपाईँ आएपछि त भइसक्यो नि के अरे 11 बाट आइयो अलिक चाँडो आउनुहोस् है अहिले भरे टार्न जान्छ है तपाईँहरू यहाँ काम भएपछि अलिकति काम पनि भन्नुपर्छ सबैलाई हाम्रो ग्रेजको टिम यहाँ आइसकेको छ चाहिँ नि सुरु भयो ल खतरा छ है लुगा चाहिँ कोही सक्छ दामी छ है फिट चाहिँ के छ ठिक छ साकेलाको एक दुई शब्द बोलौँ न ग्रेजको सुरु भयो प्रिपेरेसन सबैको दायाँमा हुँदैछ चाहिँ नि ढोलहरू आउँदैछ ढोलो सम्विदायसँग आउँछ ह्याप्पी साकेला ह्याप्पी साकेला सबैलाई गीता बहिनी ह्याप्पी साकेला सबैलाई ग्रेजको टिमलाई सबै तयार हुँदैछ यहाँनिर यी हाम्रो भ्लाद नि भद्र भ्लाद यहाँनिर बसिरहेको छ ह्याप्पी साकेला हजुर दाजुलाई साकेला हजुर यहाँनिर बन्दैछ चोल्टी मारङ आमाको पनि ह्याप्पी साकेला हजुर 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 ल बनामु माइहाङ हजुर ह्याप्पी साकेला बुहारीलाई यता अँध्यारोमा के हुँदैछ हौ भित्र ठुली नमस्ते ठुलीले मात्रै बुझ्छ क्या सबै कुरा ह्याप्पी साकेला माग्छ ह्याप्पी साकेला है तयार हुनुपर्छ हजुर हजुर बबाल दिनुपर्छ न ढोल दिने हो दिने अब चाहिँ हाम्रो ग्रेजको सुरु हुनु आँटेको छ हजुर यहाँदेखि हाम्रो ग्रेजको सुरु हुनु आँटेको छ यहाँदेखि चाहिँ हाम्रो ग्रेजको सुरु हुन्छ यहाँ हाम्रो तयारी अवस्थामा हुनुहुन्छ सबै यहाँ तयारी सबै तयारीमा हाम्रो नेक्स्ट हाम्रो पालो छ ल हजुर ग्रेजको यहाँसम्म ग्रेज यहाँसम्म रहेछ तपाईँहरूको दामी हजुर सकेला चसी ग्रेज शाखा र म प्रसन्ना मान्दरको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु धेरै वर्ष अन्तराल पश्चात आज ग्रेजको मान प्रस्तुति सानो उमेरदेखि ठुलो उमेरसम्मको कलाकारहरूले 5वटा सिलीहरू प्रस्तुति देखाउनेछन् हुन त करिब 126 भन्दा बढी सिलीहरूमध्ये यो 5वटा सिली आखिरी केही पनि होइन र यसरी हाम्रो मौलिक संस्कार र संस्कृतिहरू प्रायः जस्तो वर्षमा 2 पल्ट हुने गरे तापनि विशेष गरेर उभोलिको कार्यक्रममा यस 15 दिनको दिन महान उत्साहका साथ मनाउने गरिन्छ र अहिले यहाँ हेर्दै हुन्छ भूमेसिली यो भूमेसिलीमा यहाँले हेर्दै हुन्छ विशेष गरेर नमस्ते गर्दै उहाँहरूभित्र पाल्नुभएको छ मानिसको उसको उत्पत्ति नै वन जङ्गलबाट भएको हुन्छ र वन जङ्गलको उत्पत्ति भनेको भूमिबाट हुन्छ र भूमिको उत्पत्ति नै भगवानबाट हुन्छ उही हाम्रो भगवान सुन्निमा पार्वती त्यसैले किराहरूले भूमिको पूजा र कुल पूजाबारे महत्त्व राख्दछ किराहरूले के गर्दा पनि भूमि र कुलको पूजा नगरी कुनै कामको थालनी गर्नु हुँदैन त्यसैले भूमि पूजा गर्ने आशीर्वाद दिने गर्छ र यहाँको हेर्दै हुनुहुन्छ उहाँले भूमिको पूजा गर्दै नमस्ते गर्दै आशीर्वाद दिने काम गर्दै हुनुहुन्छ र कुनै पनि काम गर्नुभन्दा पहिला हामीले यसरी भूमिको पूजा गर्छौँ भनेर यहाँहरू यो अवगत भएकै हो तथापि पनि कतिपय हामीलाई थाहा छ कति मान्छेले यो थाहा नभएको हुनसक्छ त्यसैले गर्दाखेरि यो आज हामीले यो भूमि पूजाको अवसरमा भूमिको पूजा गरिरहेको छ भनेर यहाँले बुझ्नु पर्यो